हेलो अनि नमस्कार। म चाहिँ अहिले हाम्रो स्टोरमा छु। अनि हाम्रो स्टोरमा चाहिँ यस्तो चाहिँ यो सोफा सेट चाहिँ भोलिको लागि, भोलि हाम्रो म्यानेजरको छोरीको बिहे छ र हामी आएको, त्यही भएर यसो यो भोलि लाने हो। यो सेटलाई भोलि लगिन्छ होइन। यो चाहिँ अलिक फोहोर रहेछ, के गर्ने भनेर चाहिँ यहाँ देखाउन बोसलाई देखाउन ल्याएको। बेलुन फुलाउने हाम्रो सामानहरू एकदम सुरक्षित छ। बेलुनहरू भन्नुहुन्छ भने यहाँ एकदम सुरक्षित छ। आइटमको कुन आइटम चलाउने है, बेलुनको भेराइटिजहरू यहाँ टन्नै छ। त्यस्तै गरी हाम्रो यो स्टेजको लागि युज हुन्छ होइन। यो लामो, यो छोटो अनि हाम्रो टल्ली गाडी यो, अनि त्यसमा लाग्ने काँटी यो। अनि हाम्रो विदेशमा चाहिँ अब पार्टी गर्दाखेरि अब यो फलामको प्लेट भयो होइन। यो फलामको प्लेट भयो। यहाँ 4वटा दुलो हुन्छ। यो 4वटा दुलो चाहिँ टक्क यहाँ जोड्ने हो है। यहाँ टक्क जोडेपछि ठडाउने हो। ठडाएपछि माथि काठ राख्ने हो। अनि यो कपडा हुन्छ नि, यसलाई नेपालीमा चाहिँ मखमलको भन्छ। मखमलको तन्ना टक्क राख्ने हो होइन। अनि हाम्रो लाइटहरू, यो डिजे लाइटहरू हो। पहिला चाहिँ भव्य ठुलो थियो, अहिले चाहिँ आधी उधी कुर्सीहरू जल्यो, आधी उधी सामान जल्यो होइन। त्यो स्टेजमा युज हुने सामान चाहिँ यो पनि हो यहाँ चाहिँ। अनि कुर्सीहरू यहाँ छ। कपडा सितारा भन्छौँ हामी कतारीमा चाहिँ, नेपालीमा कपडा भन्छ। यो टन्नै छ कपडा, हेर्नुहोस् रङ्गी बिरङ्गी कुन चाहिन्छ। कतारको बिल्डिङ हेर्नुहोस्, अब 20 वर्ष नटिकी बाङबुङ भत्किन्छ होइन। जोखिमपूर्ण काम गरी गाम्राङ गुम्रुङ झरेपछि मैले अघि झारेर भित्र पसेको। टेबल भन्नुहुन्छ नि, यो भित्र छ राउन्ड टेबल, यहाँ छ लङ टेबल है। सामानहरू बनाउने यहाँ छ। पताता मिसिनको यो सामान हो। यहाँ छ पताता मिसिन, आलु फ्राई गरेर खाने। भोलि हामीलाई चाहिने सामान चाहिँ यो हो। ये टाइम है नहीं है भाई, डेट एक्सपायर है, कब का है मालूम नहीं। यो भोलि लान रेडी गरेको। भोलि यो अनि यो ठडेपछि एउटा स्टेज बन्छ। अनि काँटी चाहिँ यो लाग्छ यहाँ। यति भएपछि हाम्रो स्टेज रेडी हुन्छ। भोलि म्यानेजरको छोरीको बर्थडे छ, त्यही भएको कारणले आज यस्तो गर्मी पनि स्टोर आउनु पर्या छ। बच्चाको कुर्सीहरू हेरौँ, बच्चाको टेबलहरू सब मैले बनाएँ पहिला। ऐसा त्यस्तो छ। चक्लेटको तल चक्लेट राउन्डको मिसिन छ है। अनि हाम्रो बाहिरको सिचुएसन चाहिँ यस्तो छ है। यहाँ हाम्रो बसको उहिले जमाना हिरो हुँदाको गाडीहरू यहाँ छ। मोटी ढोक्सी केटी आउँदैछ, चाक ठुलो भएर। यसलाई चाहिँ भन्छ दोहा जडित। बिल्डिङ पनि फरेन पो रहेछ त त्यसका बाजे। अहिले म चाहिँ यहाँ हाम्रो बोसलाई पर्खेर बसिरहेको छु। अब बोसले चाहिँ मलाई लिन आउँछ। बङ्गाली चाहिँ बस्नु सकेन र त्यो चाहिँ गाइसहरू यस्तै छ विदेशको काम गराइ। कहिले फ्याक्ट्रीमा, कहिले यता है, जिन्दगी बवाल छ। मास्कोटहरू लायो भने त्यहाँ चाहिँ मास्कोटहरू टन्नै छ। माथि कता सामान चाहिँ अझै यो भनेको 80% चाहिँ जलेर उब्रेको सामान हो यहाँ ल्याएर राखेको। पहिला ठुलो स्टोर थियो। ल त साथीहरू यस्तै छ। अब यसमा मलाई एडिट गर्न पनि आउँदैन, केही गर्न आउँदैन। म त भर्खर युट्युबको च्यानल खोलिदिएको है। युट्युबै बन्दिन मन लागेर आफूले दुःख गरेकोहरू चाहिँ युट्युबमा सम्झानको लागि, राख्नको लागि है। त्यो युट्युबमा यसो हाल्ने गर्छु। हेर्नुभयो भने यसो लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनुहोस् होइन। जुन दुखीहरूको यहाँकै बिल्डिङहरू त यस्तो पो हुन्छ त, दुलो हुन्छ, माथिबाट फलाम लाएर टालेको हुँदो रहेछ। बिल्डिङको हालत हेरौँ, यहाँ 20 वर्ष पनि भएको छैन बिल्डिङ बनाएको। रडहरू
खिएर हेर्नु त यहाँ कुन बेला पक्लाक्कै झर्छ फेरि यो फेरि हस् त गाइस बाई बाई